नमस्कार सम्पूर्ण साथीभाइहरूलाई स्वागत छ फेरि एउटा न्यू भिडियोमा। र बुजुङ हेडो पावर रिजल्टको बाँडफाँड भइसकेको छ र अहिलेसम्म हेराइरहेको छैन। कसरी हेर्ने सबै जानकारी तपाईँहरूलाई म बताउने छु। भिडियोलाई लास्टसम्म हेरिदिनु होला, भिडियोलाई लाइक गरी साथीभाइहरूसँग पनि सेयर गरिदिनु होला। र सबैभन्दा पहिला के गर्नुपर्छ, म तपाईँलाई मोबाइल स्क्रिनमा लिएर जाँदैछु, सबै कुरा उहाँ जानकारीमा बताउने छु। तपाईँले सबैभन्दा पहिला के गर्नुपर्छ, क्रोम ओपन गर्नुपर्छ र क्रोम ओपन गरेपछि तपाईँहरूले यहाँ यो सर्च गर्नुपर्छ iporesult.cdsc.com.np। यो सर्च गरेपछि यस्तो इन्टरफेस आउँछ तपाईँहरूको नजिक र त्यसपछि तपाईँहरूलाई यहाँ सिलेक्ट गर्नुपर्छ कुन कम्पनीको आइपिओको रिजल्ट तपाईँलाई हेर्नु छ। जस्तो मैले भने बुजुङ हेडो पावरको भातपात भइसकेको छ, लेकिन अहिलेसम्म मेरो सेयरमा अपडेट भएको छैन। त्यसको रिजल्ट त भइसकेको छ पब्लिस, लेकिन अहिलेसम्म यहाँ अपडेट भएको छैन। त्यो कारणले यहाँ तपाईँहरू यहाँ क्लिक गर्नु हुनुहुन्छ भने यहाँ तपाईँलाई कहीँ पनि मिल्दैन बुजुङ हेडो पावर। यहाँ एउटा छ बुजुङ हेडो पावर फर फरेन इम्प्लोइमेन्टहरूको लागि, जो पहिला खुलेको थियो विदेशी भाइ बहिनीहरू बस्ने मान्छेहरूको लागि। र अहिले तपाईँहरूको जेनरल पब्लिकहरूको लागि चाहिँ त अहिले खुलेको यहाँ आएको छैन। सिम्पली आएपछि तपाईँ यहाँ सिलेक्ट गर्नु होला र बिआइडी नम्बर यहाँ दिएपछि क्याप्चा यहाँ सल्भ गर्नु। जस्तै यहाँ 86295 लेख्नु होला र भ्यू रिजल्ट गरेपछि तपाईँलाई एलोटेड र नट एलोटेड हेराउँछ। त्यसपछि तपाईँहरू थाहा पाइहाल्नु। नट एलोटेड हेराउँछ भने तपाईँलाई आइपिओ परेको छैन र एलोटेड हेराउँछ भने तपाईँहरू बुझ्नु होला कि आइपिओ परिहाल्यो। धन्यवाद। यस्तै सम्पूर्ण जानकारीको लागि टिकटकमा फलो गर्दै बस्नु होला। धन्यवाद।